मैले नै गर्नुपर्छ, मेरो लागि अरू कसैले गरिदिँदैन भन्ने माइन्डसेट थियो। र 5 मार्क्सको थ्योरीमा पेपर छ, 3 दिनुभयो, किन दिनुभयो, मैले के थप्न पर्छ, के बिग्रियो, मैले त आफूले सबै लेखे जस्तो लाग्थ्यो मलाई। मोबाइल चाहिँ कम्प्लिटली अफ गरेको थिएँ। अनि मोबाइल अफ गर्दा चाहिँ मलाई बल्ल रियलाइज भयो कि एक दिनमा 24 घन्टा हुन्छ भन्ने चाहिँ त्यति बेला बल्ल रियलाइज भयो। अर्को सकिँदै गर्दाखेरि रिजल्ट आउँदै गर्दाखेरि एउटा अलगै मान्छे भइसक्यो हुन्छ। पास हुनै पर्छ, मसँग अप्सनै छैन अरू केही पनि भन्ने थियो मलाई। यु डोन्ट ह्याभ टु बी स्पेसल बट यु निड टु बिलिभ द्याट युआर स्पेसल। इक्जाम नै बिग्रेपछि चाहिँ मलाई कस्तो डिमोटिभेसन जस्तो भयो। सो ब्यालेन्स सिट ट्याली नहुँदा पनि फर्स्ट र्याङ्क आयो। आफूले त्यत्रो मेहनत गरेछ, अब त्यसको मेहनतको क्रेडिट चाहिँ अब भगवान्लाई किन दिने। वान डे आई रोट इन अ पिस अफ पेपर कि म अभिषेक हुँ, म जे पनि गर्न सक्छु। ब्याक अफ द माइन्ड चाहिँ पास भइन्छ त त्यो सधैँ हुँदो रहेछ कि। लास्टमा गएर चाहिँ ओभरथिङ्क गरेर होइन, सो आफूसँग त्यो क्यापेबिलिटिजहरू हुँदाखेरि पनि सेल्फ डाउटहरू भएर चाहिँ एक्जाम बिग्रिन सक्ने चान्स हुनसक्छ। इट इज डिफिकल्ट बट देन अगेन इट्स नट इम्पोसिबल, सो आई थिङ्क वी क्यान डु इट। एउटा ग्रुप पढेर एउटा ग्रुपको मात्र इक्जाम दिएर पनि त पास गर्न सकिन्छ, दुइटै ग्रुप एकैचोटि दिएर एकैचोटि पास गर्नुपर्ने भन्ने पनि छैन। एन्ड हि लिटरली टोल्ड मी कि तपाईँले यो एटेम्प्ट नै स्किप गर्नुपर्छ। मैले त सोचेको पनि थिएन सिएमा आइन्छ होला भन्ने, नो वेयर इन थट। क्याप 2 मा चाहिँ र्याङ्क नै ल्याउनुपर्छ भनेर चाहिँ पढाएको थिएँ टु बी अनेस्ट। क्याप 1 मा चाहिँ मैले लाइफमा नपढेकै पढाएको थिएँ। इभेन्टहरूमा चाहिँ एटेन्ड गर्न नपरोस् भनेर चाहिँ आफ्नो कपाल नै मुण्डन गरेको थिएँ। कपाल खरिदे पुरै।